सर्वप्रथम त नमस्कार यहाँहरूलाई। आजको यात्रा हुनेछ हाम्रो पोखराबाट दक्षिण पश्चिममा समुद्र सतहदेखि करिब 1700 मिटरको उचाइमा रहेको एक विशिष्ट गुरुङ बस्ती, जहाँ प्राकृतिक सौन्दर्यता र मैत्रीपूर्ण गाउँलेहरूको व्यवहारका कारण होमस्टे गाउँको रूपमा परिचित सुन्दर गाउँ सिरुबारीतर्फ। सिरुबारी अन्नपूर्ण क्षेत्रको प्रमुख पर्यटकीय केन्द्र पोखराबाट छोटो दूरीमा रहेको पर्यटकीय क्षेत्र हो भने यो नेपालमा मौलिक नेपाली संस्कृति र परम्परागत कुराहरू जान्न चाहनेहरूका लागि व्यवस्थित होमस्टेको रूपमा धेरै नै लोकप्रिय छ। हामीहरू पोखरा पाल्पा रोडलाई पछि छाडेर स्याङ्जाकै नाउँडाँडा, सेतीदोभान, बझाङ, माझकटेरी, पञ्चमुलको बाटो हुँदै सेतीदोभान निबुवा बोर्ड सिरुबारी रोडमा हाम्रो यात्राको क्रमको साथी बाइक कुदाउँदै पोखराबाट 45 किलोमिटर दूरीमा रहेको नेपालको उदयमान पर्यटकीय अस्तित्व बोकेको घुम्नको लागि अति नै रमणीय ठाउँ करिब 2 घण्टाको राइडपछि बाटोमा पर्ने परम्परागत ग्रामीण बस्ती र रमणीय दृश्यहरूको अवलोकन गर्दै गर्दै हाम्रो अन्तिम गन्तव्य सिरुबारी गाउँमा आइपुग्दछौँ। हामीहरू यहाँ आउनको लागि अर्को रुट स्याङ्जा पुतली बजारबाट सतौँ दरो हुँदै सिरुबारी पनि आउन सकिन्छ भने अर्जुन चौपारी गाउँपालिका हुँदै आँधीखोला गाउँपालिका पञ्चमुल सिरुबारीमा पनि आउन सकिन्छ। जुनदेखि सेप्टेम्बर महिना सिरुबारी गाउँ भ्रमण गर्ने उत्तम समय हो, किनकि यस सिजनमा सम्पूर्ण गाउँ बहुरङ्गी फुल र हरियालीले ढाकिएको हुन्छ। यहाँ पाल्नुहुने घरेलु तथा आन्तरिक दुवै पाहुनाहरूलाई यस समुदायमा फुलमाला बाजागाजासहित स्वागत गर्ने, तर आफूहरू आउँदै गरेको कुरा पूर्व जानकारी भने अवश्य नै गराउनु पर्ने हुन्छ। गाउँको पर्यटन विकास तथा व्यवस्थापन समितिले क्रमबद्ध रूपमा गाउँको कुनै एक परिवारको घरमा बस्न आमन्त्रित गर्ने, सरसफाइ सहितको आरामदायी आवासको व्यवस्था मिलाउने, आफ्नै परिवारको सदस्यको रूप मानेर स्वादिष्ट खाना खुवाउने, गाउँलेहरू प्रत्येक साँझ पञ्चेबाजा सहितको परम्परागत पोसाक सहितको गुरुङ तथा नेपाली नृत्य र गायन गरी मनोरञ्जन गराउने परम्परा रहेको कुरा यसै गाउँका एक बासिन्दाद्वारा जानकारी पायौँ। यसो गर्दा उक्त गाउँको पर्यटन विकास तथा व्यवस्थापन समितिका सम्पूर्ण सदस्य परिवारहरूलाई पर्यटनहरूको स्वागत गर्ने निष्पक्ष र समान अवसर प्राप्त हुन्छ भने समान रूपमा पर्यटन लाभहरू प्राप्त हुने कुरा पनि थाहा पायौँ। ग्रामीण नेपालको परम्परा र सांस्कृतिक सम्पदा कायम राख्न सिरुबारी गाउँको योगदानलाई स्वीकार गर्दै सिरुबारीलाई नेपाल पर्यटन बोर्ड सँगसँगै सन् 2001मा सम्पदा र सांस्कृतिक सम्पदा श्रेणीमा पेसिफिक एसिया ट्राभल्स एसोसिएसन PATA पाटा स्वर्ण पुरस्कारबाट सम्मानित समेत गरिएको थियो।
बौद्ध र हिन्दू धर्मावलम्बीहरूको मिश्रित बस्ती भएको यस ठाउँमा एक साधारण तर सुन्दर गुम्बा पनि रहेको छ भने यहाँ बस्नुहुने लामाज्यूबाट आशीर्वाद पनि लिन सकिन्छ। स्याङ्जाको आँधीखोला गाउँपालिका एक पञ्चमुलमा अवस्थित सिरुबारी नेपालको पहिलो नमुना पर्यटकीय गाउँ हो। यो हाम्रो देश नेपालमा होमस्टे पर्यटनका लागि एउटा सफल पाठशाला पनि हो। क्याप्टेन रुद्रमान गुरुङज्यू नेपालमा ग्रामीण पर्यटन सुरु गर्ने अग्रणी व्यक्तित्व हुनुहुन्छ। उहाँद्वारा नै पर्यटन व्यवसायले गर्दा नै विकसित भएको स्विजरल्यान्ड जस्तै देखिने हाम्रो देश नेपालमा पनि पर्यटन व्यवसायको विकास र प्रवर्धन गरेर धेरै आर्थिक लाभ लिनुको साथै ग्रामीण अर्थतन्त्रलाई पनि बलियो पार्न सकिन्छ भन्ने हेतुसहित सन् 1997 देखि 43 घरधुरीबाट पाहुनाहरूको आतिथ्य सुरु गर्नुभएको थियो र अहिले गाउँमा सामुदायिक वन, गुम्बा, सङ्ग्रहालय, गाउँलेहरूद्वारा ढुङ्गालाई चिनेर बनाइएका पैदल यात्रा र क्याप्टेन रुद्रमान गुरुङज्यूको मूर्तिसहितको ग्रामीण पर्यटन सम्पदा रहेको छ। हाल समुदायले 39 घर परिवारमध्ये 17 घरधुरीहरूमा 60 शैय्याको होमस्टे सुविधा दिँदै आइरहेको छ। सन् 2000 मा यस गाउँलाई नेपालको पहिलो पर्यटकीय गाउँको रूपमा घोषणा गरिएको थियो भने यहाँको मुख्य आकर्षण भनेको 2023 मिटरको उचाइमा रहेको ठुम्रो ज्वरोबाट देखिने मनमोहित दृश्य हो। यहाँ पुगेर हेर्दा पृथक कृषि समुदायले भरिएको हरियाली, पहाडका फेदहरू, सेतै उँले भरिएका हिमालका चुचुराहरू, पूर्वमा लाङटाङदेखि मनासलु, माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरीसम्मका हिमालका विशाल हिम श्रृङ्खलाहरू र पाल्पाको श्रीनगर डाँडासम्मको दृश्य निहाल्दै पहाड र हिमालमाथिको बिहानीको सूर्योदय हेर्नको लागि यस ठाउँको अवलोकनले तपाईँहरूलाई लामो सास फेर्न भने अवश्य नै बाध्य बनाउनेछ। र भिडियो हेरिसकेपछि लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला है।